नेपालको एउटा सानो शहरमा एउटा साधारण परिवार बस्थ्यो, जहाँ बुबा सकस र जिम्मेवारीले भरिएको जीवन बाँचिरहेका थिए र छोरो आफ्नो सपनाको संसारमा हराइरहेको थियो। बुबा छोराबीच अब धेरै कुरा हुँदैन। दुवै एउटै घरमा छन् तर मन टाढा छ। बुबा कहिलेकाहीँ बोल्न खोज्छन्, पढाइ कस्तो छ छोरा, तर आवाज फेरि रोक्छन्, किनकि डर हुन्छ कुरा गर्दा वातावरण बिग्रेला कि भनेर। त्यसैले बाबा प्राय आमालाई भन्छन्, उसलाई भनिदिनु त, र छोरो पनि भन्छ, आमा बाबालाई सोधिदिनु न। आमा दुवैको बीचमा एउटा पुल बनेकी हुन्छन्, तर त्यो पुल बिस्तारै कमजोर हुँदै जान्छ। घरमा मौनता बस्छ, जसको आवाज केवल घडीको टिकटिक मात्र हुन्छ। बुबा टिभी हेर्छन्, छोरो मोबाइलमा व्यस्त, तर दुवैको मन एउटै कुरा सोच्दै हुन्छ, काश हामी खुलेर कुरा गर्न सक्थ्यौं। एक दिन बुबा राति ढिलो घर फर्किए। थाकेका थिए तर आँखामा माया थियो। उनले केही बोलेनन्, बस सोफामा एउटा सानो प्याकेट राखे। छोरोले खासै ध्यान दिएन, तर बिहान उठ्दा त्यो प्याकेट देख्यो, भित्र नयाँ घडी थियो र सँगै एउटा सानो नोट। ठानलाई सम्हाल्न सिक, तेरो भविष्य राम्रो हुनेछ। छोरोको आँखामा आँसु भरियो। पहिलो पटक उसले बुझ्यो, बाबा माया गर्छु भनेर भन्दैन र देखाउँदैनन्, तर साँच्चीकै धेरै माया गर्छन्। त्यो दिनपछि पहिलो पटक छोरोले बोलायो, बाबा आज चिया म बनाउँछु। बुबाले केही बोलेनन्, तर उनको आँखामा मुस्कान थियो। सायद त्यही मुस्कानले भनेको थियो, म तिमीमाथि गर्व गर्छु छोरा। दुवै मौन छन्, तर अब त्यो मौनता मधुरो छ। त्यो मौनमा शब्दभन्दा गहिरो प्रेम लुकेको छ।